जाडो पनि सुरु भयो। अब यस्तो पातलो लुगा छ अनि फेरि उतातिर त्यो बतल टिप्न गयो भने त अनि जाडो त थर कामिन्छ होला। ज्याकेट छ छैन? दर्शकबिन नमस्ते, म श्यामबहादुर भुजेल। स्वदेश विदेशबाट हेरिरहनु हुने सम्पूर्णमा एकमुष्ट नमस्ते सेवानु। हामी जहाँ कि यहाँ एक बहादुर तामाङ दाईको डेरा भनौँ, यो घर त होइन, यो घर चाहिँ हाम्रै आफन्त पर्नेले उहाँलाई बस्न दिनुभएको। उहाँ विगत धेरै वर्ष अगाडिदेखि सडकमा फालिएको बोतल कागजदेखि लगायत इत्यादि कबाडीमा परिणत हुने सामानहरू बटुल्दै अनि साउलाई लगेर बेच्दै उहाँले चाहिँ जीविकापार्जन गर्दै आउनुभएको छ। र यहाँ फ्रेममा उहाँको छोरी के नाम पो थियो? टिकामाया तामाङ। र यता चित्रकार बहिनी के नाम? रचना तामाङ। उहाँले रचेपछि नै चित्र बनाउनुहुन्छ। तर अस्ति मेरो चाहिँ कस्तो बनाउनु भएको थिएन, बाबाको लिएको बनाउनु भएको थियो। अनि यी छोरा अनुहार भएको छोरी मान्छे हो रचना तामाङ, फ्रेममा हुनुहुन्छ। र हामी आज उहाँहरूसँग के गर्दै हुनुहुँदो रहेछ भनेर धेरै पछि भेटघाट गर्न आएको छौँ। र अनि चित्रकार बहिनी पढ्दैछौ? कति चित्र बनाइरहेको छौ अहिले कि छोडियो बनाउन? बनाइरहेछ? कहिले काहीँ एकदम बनाउनु पर्छ नि त। तिमीले त्यो कसले भन्दै थियो टिकटकमा कि कसले तिमीले हेरेको भन्दै थियो नि? त्यहाँ त हालेको छैन, युट्युबमा हेऱ्यो एकजना उहाँ दिल्ली बहादुर भाइ, उसले खुट्टाले यस्तो दामी चित्र बनाउँछ। खुट्टाले लेख्छ त्यो भाइले, चित्र कस्तो बनाएको छ भित्तामा क्या। अनि त्यतिखेर पनि चित्र खतरा पुतलीको बनाइदिएको थियो उसले। त्यसले लेख्छ कस्तो दामी। अनि तिमीले हातले त्योभन्दा अझै खतरा बनाउनु पर्यो नि त। मेरो अझै राम्रो चित्र बनाउँछु भनेको थियो होइन, कि बनाइसक्यो? छैन? अनि टिकामाया तामाङको के हाल खबर? ठिकै छ? आज स्कुल गयो? पढेर आइयो? अनि अरू के छ, दिनचर्या कसरी बित्दैछ? ट्युसन पनि जानुपर्छ? हजुर, ट्युसन त अब जानुपर्छ। ट्युसन जानुपर्छ? अब पछि पुस्दैन, अहिले त छैन। तिमी कति वर्ष भयो अहिले? 17 8मा होइन कि 9मा? 17 18 वर्षमा एसएलसी पास गरिन्छ? अब जाडो पनि सुरु भयो। ज्याकेट छ छैन? कस्तो छ? बाक्लो खालको छ कि पातला खालको छ? पातलै हो। अनि यो सानो भाल्टाङ बुल्टुङहरूको छैन? अनि यो त जाडोमा त यिनीहरूलाई त एकदम त्यो निमोनिया नै बनाउँछ होला नि त। स्कुलको स्वेटरहरू? स्कुलको स्वेटर त स्कुलमा चाहियो नि त, फेरि मैलो भने अनि हुँदैन। अरू बेलामा त त्यो अब बोतल कागज अनि त्यो केहरू टिप्न जाँदाखेरि चाहिँ मैलिन्छ। अनि त्यो एक दिन शनिबारको दिन त हो। अनि त्यहाँबाट होइन, जस्तै विगतमा माथि घर ढुसुने कि कहाँहरू ढुसुने होइन, मुर्कुची ढुसुने, त्यो ढुसुनेमा भएको जग्गा जमिन त्यो केले बाढी पहिरो के अरे भूकम्पले चिरा पारो नि, त्यहाँ फेरि फर्केर जानु भएको छ कि छैन? ल्याउनु भएन छ? ए, पहिरो गएको ठाउँमा निबुवा फलेको? 3-4वटा सिङ्कौली थियो। त्यो सिङ्कौली चाहिँ के गर्नुभएछ? बेच्नु भएछ कि? त्यतिकै छ। उहाँदेखि त्यो भारी पनि पुग्दैन, ल्याउनलाई पनि गाह्रो है। अनि विगत जस्तै टिकाले तिमी जेठी छोरी छ भन्दा होइन, तिमीलाई विगतमा चाहिँ अब सबैभन्दा दुःख कुनै दिन पाएको बेलामा होइन, अनि कुनै बेलामा अब त्यस्तो भोकै बस्नु परेको बेलामा कुनै त्यस्तो कुनै केही छेडहरू त्यस्तो छ? पाहाडमा हुँदा चाहिँ के थियो?
दिन्थ्यो गाउँमा पैसा माग्दाखेरि? त्यो त अरू घर सबै टाढो थियो, एउटा घर मात्रै एउटा घरको दिन्थ्यो। त्यो एउटा घरको चाहिँ बडी आमा हो। टाढो टाढो थियो घरहरू? टाढो थियो, नजिक थिएन। अनि डर लाग्दैन थियो त्यो? लाग्थ्यो। अनि बुवा मम्मी कता कमाउन गइहाल्नु पर्थ्यो होला, अनि भर्दाङ भुल्डुङ सा तिमी एक्लै हुन्थ्यो? बुवा जानुहुन्थ्यो, मम्मी त जाँदैथ्यो। राति डर लाग्थ्यो, भूतहरू कराउँथ्यो। अनि त्यसपछि अरू गाउँमा गर्थ्यो। गाउँमा गर्थ्यो? मम्मी नभएको बेलामा कि मम्मी भएको बेलामा? मम्मी नभएको बेला पनि, मम्मी भएको बेला पनि स्यालहरू कराउँथ्यो अरे? स्यालले त केही गर्दैन नि? भूत पनि कराउँथ्यो। कसरी कराउँथ्यो भूत? भूतहरू कराउँथ्यो, रातिकै के गरेर तर्साउँथ्यो। भूत पनि कराउँछ? कस्तो आवाज दिन्थ्यो? साटुङ चुटुङ गर्थ्यो, टाटीको। यहाँ झरिकन चाहिँ माघी जोगी भए पनि जे जस्तो भए पनि अरमा परवानु खाना ओर्न चाहिँ गरिरहेछ है? त्यो भइरहेछ है? नमस्कार। ल दाई पनि ट्याक्कै आइपुग्नु भयो। उहाँ चाहिँ कहाँ त धान काट्नु जानु भएको थियो? एउटा मान्छेले बोलाएको थियो, गएको थियो। पर्सि मात्रै भन्यो। धान काट्न बोलाएको? काट्नु होइन, झाँट्दैन भन्थ्यो। अलि उनीहरूले बिटा बाँध्दै रहेछ। अनि पर्सि आइतबारतिर मात्रै, सोमबारतिर लगाउँछु, 5 गतितिर। आज काम गर्नु भएन? आज नगरेको, हिजो गरेको। हजुर। आज त्यो नुहाइ धुवाइ धानको के अलिअलि मिलाएर खप्नु भयो भने हिजो नुहाइ धुवाइ गरेर अनि त्यहाँ एउटाले फोन गरेको थियो। अनि त्यतिखेर गएर अनि पर्सि आउनु है भनेको छ। अनि पर्सितिर जानुपर्छ आइतबार, 5 गते 6 गतितिर। अनि दाइ अहिले तपाईँको होइन, हजुर, अलि मासतिर पनि त्यो बोतलहरू टिप्न कम हिँडेको देख्छु। कसरी दिनचर्या बितिरहेछ अहिलेसम्म? अहिले चाहिँ अब त्यो अलिअलि यसो काठको यता फाँटतिर काम छ। हजुर। यति कामको बेलामा चाहिँ कामै गर्नु पऱ्यो। बोतलको त केही हुँदैन नि। अस्ति एक गाडी लगेको अरे, त्यहाँबाट 2000 भएछ। त्यति नै केही नाथे, केही भएन। हजुर। म त गएन, काम गर्नु बोलाएको थियो पारि। धान झार्नु भनेर गएर अनि आयो। अहिले काम गर्नु जान्नेलाई त पैसा धान झार्नुलाई दिन्छ, हाजिरा चाहिँ 1000 रुपियाँ दिन्छ खानु दिएर। तर यो मौकाको मात्रै हो कि अहिले अब 10-12 दिनमा अब तुरिहाल्छु। अब छैन कामै, सक्दो लाग्यो। धेरै जस्तो फेसर लाउँछ, कुनै मान्छेले मात्रै धान झार्नु लाउँछ अहिले। फाटाफुट्टा लाउँछ। अनि त्यो बुझ्दै आएको क्या मैले, कसकोमा लाउँछ के गर्छ भनेर चाहिँ बुझेर काम खोज्दै। त्यही त अहिले त अब खेतीको सिजन छ, भेट्टायो भने चाहिँ अब कामै गर्ने खोज्ने होइन? 2-4 दिन अब कामै हुन्छ। हप्ता 10 दिन हुन्छ। अझै काम निकै छ, अझै छ काम। कसै काटेकै पनि छैन। अनि यो बदल बोक्ने भन्दा त बरु आलु बारलाई त हुन्छ भनेर चाहिँ नि यस्तो काम गर्दै गएको। अनि अस्ति दसैँमा उहाँ माथि घर जानु भएको थियो, पुरानो पाहाडको घरमा? घरमा त गएन, म त माथि काकाको घर छ लाखुरे भन्ने ठाउँमा। मेरो घर चाहिँ यस्तो परेछ भने म जानुपर्ने मेरो काकाको घर। टिकाले त उलेर आयो भन्थ्यो नि त डाँडातिर। घरमा गएर के त्यो निबुवाहरू पनि फलेको रहेछ, निबुवा सिबुवा उतैतिर बाँड्दियो अगाडि हो? पोहोरको कुरा हो। हजुर। अलिअलि फलेको त त्यो मसिनो अमिलो म खानु नहुने। त्यतिको एउटा नाता थियो, तिनी उनीहरूलाई नै दिएर मेरो फल आएको। अहिले त त्यहाँ के रुखपातहरू सिलाउने उम्रिसक्यो होला? पुरै जङ्गल छ। मैले छोडेको त 15-20 वर्ष भइसक्यो। हो र? त्यहाँ ऊ चाहिँ हुँदैन त्यो के अरे सिङ्कौली अनि अर्को ऊ क्या पुतिस? हुन्छ तर त्यो लाएपछि पानी ठुलो आएपछि दिने बर्खा लागेपछि पहिरो जान थालिहाल्छ। अब हिउँदो पनि पहिरो जाँदैन, बगिहाल्छ है? बगिहाल्छ। त्यो खोलाको त्यो उत्तिसहरू भयो भने त उत्तिस ठुलो भएपछि उत्तिस बिक्री नम्बरी होला नि होइन? नम्बरी हो, तर त्यो उहिले आमाकै नाममा थियो। आमा त्यो घर बिग्रिँदाखेरि त्यो पूर्जा पनि डढिहाल्यो। अनि डढेपछि अनि मेरो त्यो घर आगो लागि हुँदाखेरि अनि हाम्रो बाउले फेरि 2 जनाको नाममा त्यहाँ एउटा भेना भन्ने सल्लाहपट्टि थियो। एउटा मेरो बारी चाहिँ नम्बरी उताको ऐलानी बनाएर पास गरेर दिएको रहेछ त्यो 2 जनाको नाममा। अनि उसले पनि नखोज्ने, म पनि यताबाट नखोज्ने, त्यो दुइटै खाजाङ मिजिङ भयो। अनि मेरो पालो छोडिदिएको। अनि भनेपछि अहिले तिरो तिर्नु भएको छैन? तिरो पनि तिरेको छैन। म त मेरो नाममा पनि छैन।
आमाको नाममा थियो छोडेकै 10-20 वर्ष भइसक्यो भनेपछि त अब नेपाल सरकारको पो भइसकेछ त त्यो छोडेको यो मलाई फाइदा पनि छैन यस्तो काम गऱ्यो भने मलाई केही पनि हुँदैन त्यो हजुर हजुर अब फाइदा हुने हो भने त म गरेर नै गर्थेँ अब फाइदा नै छैन अब नभएपछि के गर्नु हजुर अनि छोडिदिएको मेरो पर त्यो जोसुकैको लिलामै हेर्ने त्यो मलाई के आवश्यकता चुक्की छ है भोलिपट्टि ठुलो पानी आयो डङ्की डङ पहिरो जान थाल्यो जत्रो पानी बुटुटुटु पानी आउँछ रुखपात पनि ग्राम ग्रुप जम्मै त्यहाँ बाँस रोपिदिएको बाँस पनि नहुँदो रहेछ कत्रक्क भएर बस्छ त्यो माटो जति सबै लगिहाल्यो चिसोले हो कि क्या चिसोले एकदम चिसो ठाउँ छ फेरि चाहिँ नि त्यस्तो क्या माटो राम्रो माटो जति लगिगयो त्यो नराम्रो माटो छ क्या त्यस्तो छ होइन त्यहाँ नजिक जस्तै होइन अस्ति हामी त्यो माथि भलडाँडा गएको थियौँ क्या त्यो एकजना प्रेमबहादुर श्रेष्ठकोमा त्यहाँ जाँदाखेरि यताबाट जाँदा त्यहाँ एउटा ठुलो पहिरो भएर ब्लक भएको रहेछ क्या बाटो सट्टै तलैसम्म भएको हो देउताथान भन्ने ठाउँमा त्यहाँ पहिला त्यहाँ गाडी नै जान्थ्यो मैले गाडी कुदाएर लिएर गएको अहिले त्यो पुरा मान्छे पनि हिँड्न सकिँदैन क्या बनाएको छैन हिजो अस्ति हामी गएको अहिले पनि बनाएको छैन कसले त बनायो भन्छ होइन होइन बनाएको छैन यताको बाटो चाहिँ बनाएको छ त्यो भिर बनाएकै छैन पहिले देउता बजार पनि बस्थ्यो ठुलो बजार त्यो भिर बनाउनु त निकै 500 लाख रुपियाँ भन्दा बेसी लाग्छ त्यो पैसा त्यति पहिरो गएको मेरो एउटा बजै खसेको थियो त्यहाँ यहीँबाट जानु भने त एउटा ढुङ्गा झऱ्यो भने आज हामी बाउ छोरालाई मार्छ अनि के गरेर तरौँ भनेर बल्ल बल्ल तर्यो त्यसपछि अनि त त्यो झरेको देखेपछि त्योभन्दा तपाईँहरूको पारिपट्टि त पर्छ त्यहाँदेखि सिधै अलिकति मुनि पर्छ त्यही भएर त्यता पहिरो चाहिँ गयो पक्कै पनि गयो भन्ने मलाई लाग्यो क्या त्यसपछि उनीहरूको सिरानटोलको मेरो पुच्छाट टोल जस्तै उ त्यो गढी डाँडा भयो होइन हजुर हजुर त्यस्तो उनीहरूको त्यो पहिरो गएको अनि ल ठिक छ दाइ अनि तपाईँलाई होइन हजुर एकदमै स्वदेश विदेशबाट त सम्झिराख्नु भएको छ होइन हजुर हजुर तपाईँको दिनचर्या जे जस्तो छ यस्तै चलिरहेको छ स्वदेशदेखि विदेशसम्म सम्पूर्णलाई के भन्न चाहनुहुन्छ मलाई त्यो सहयोग गर्ने मान्छेलाई धेरै नमस्कार धन्यवाद म चाहन्छु मलाई त्यस्तो दुःख परेको बेलामा सहयोग गर्ने मान्छेलाई म धेरै माया पनि गर्छु धेरै धन्यवाद पनि भन्छु म मेरो धेरै दुःख पाएको मान्छे हो म दुःख पाएर चाहिँ यसरी बस्नु परेको म धेरै ठाउँमा सर्यो धेरै ठाउँमा हिँड्यो धेरै ठाउँमा मैले दुःख पायो म सरे ठाउँमा त 25-30 ठाउँ नै भइसक्यो म यसरी सरेको दुःख पाएर सरेको त्यही त होइन सङ्घर्ष गर्नु भएको छ ठिक छ र टिका के भन्न चाहन्छु देश विदेशमा हेरिराख्नु भएको छ होइन सहयोग गरिदिनु भयो उहाँहरूले धेरै राम्रो हाम्रो दुःख पाएकोलाई सहयोग गरिदिनु भयो उहाँहरूले धेरै राम्रो छ एकदमै होइन हाम्रो एक बहादुर तामाङ दाइले चाहिँ एकदमै आफ्नो ठुलो जनसँगको परिवारसँग चाहिँ छोराछोरीलाई चाहिँ होइन घाँस बाँस कपासदेखि लगायत इत्यादि गर्न पढाउनदेखि लिएर चाहिँ उहाँले एकदमै सङ्घर्ष गरिराख्नु भएको छ जसरी पनि आफ्नो गुजारा टार्नको लागि सडकमा फालिएका चिजबिज वस्तुहरूलाई चाहिँ उहाँले एक ठाउँ पारेर पनि उहाँले चाहिँ जीविकोपार्जन गरिराख्नु भएको छ र आजको यो अपडेट यति नै दिँदै म श्यामबहादुर भुजेल बिदा हुन चाहेँ हस्त नमस्ते सेवा